कसरी हिँड्ने चिन्ड्यामा होइन त्यो त स्टाइल पारेको भयो र यो बालपनको उमेरा होइन फेरि कहाँ आउँछ र घुमेर यो 40 वर्षको उमेरा भनौँ क्या बरु ल ल फेरि लोटाउले बिस्तारै ल भन्नु अनि हेलो साथी गुड मर्निङ हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगको साथमा म फेरि पनि हजुरहरूको सामु उपस्थित भइसकेको छु साथीहरू है देख्न सक्नुहुन्छ हिजो राति चाहिँ देखाउन पाएन मेरो घरहरू है यस्तो छ हेर्नु साथीहरू नजारा कस्तो राम्रो देखेको छ राम्रो छ साथीहरू जानु माथि जानु हो साथी हो त्यहाँ हेर्न लाली गुरस धेरै छ त्यहाँ हेर्न सक्नुहुन्छ अलिक कुहिरो लाग्यो हिमाल साथी हेर्नु घान्द्रुक गाउँ यस्तो छ अझ धेरै गाउँहरू हुने ठाउँमा त हजुरहरूलाई देखाएकै छैन साथी हिमाल कति नजिकैबाट देखिन्छ हाम्रो गाउँमा हाम्रो मम फेरि यहाँ धारामा मम के गर्दै हो मम्मीले यहाँ केराउ भिजाउँदै हो चिया खानु अब हामी गोठा जाँदैछौँ साथी युट्युब फ्यामिलीहरूलाई के भन्नुहुन्छ मम्मी सबैजनालाई मेरो छोरीको भ्लग हेरिदिनु होला भन न मेरो छोरीको भ्लग हेरिदिनु होला मेरो छोरीहरू हुन् मेरो छोरीहरू हिजो आएको म खुसी भएर यहाँ खुसीले फुरुक पर्दैछु मेरो छोरीहरू घान्द्रुक गाउँमा आउँदाखेरि यहीँ जन्मेँ यहीँ हुर्केँ अहिले धेरैमा आउँदाखेरि आज आउन म खुसी भएर आज फुरुक पर्दैछु साथीहरू देख्न सक्नुहुन्छ यही हो मेरो घर सानो झुपाडी मेरो माइत है यहाँ हेर्नु साथीहरू फुल कति राम्रो छ है तर सुकेछ के सबै साथीहरू ए हाम्रो बाबाले यस्तो बुटा हान्नुहुन्छ साथीहरू यो घरको के काठको यो सबै हाम्रो बाबाले बुटा हान्नुभएको साथीहरू हेर्नु न उहाँ कति राम्रो नजारा देखेछ वाउ साथीहरू हजुरहरूको गाउँबाट यति नजिकै हिमाल देखिन्छ हाम्रो घान्द्रुक गाउँबाट देखिन्छ है साथीहरू हेर्न सक्नुहुन्छ यस्तो रमाइलो भ्यू आउँछ हाम्रो घान्द्रुक एकदमै रमाइलो छ साथीहरू घुम्न आउनु है कन्ट्याक्ट गर्नु अहिले हामी जाने साथी उहाँ तल हो हेर्न सक्नुहुन्छ उहाँ तल जाने हाम्रो गोठ छ त्यहाँ तल ल साथीहरू भ्लग बनाउँदा एउटा ड्रेसअप लाथेँ अहिले चाहिँ चेन्ज गरेको छु है हामी यसो पसलतिर जानु पर्यो साथीहरू दिदी र म है ल भन्नु अनि फेरि भन न छै घान्द्रुकको बाटो पसल छ यहाँ ओ यहाँ फुल कति राम्रो देखेको त्यही नि सुकेछ बिचरा फुल त रहेछ सुकेछ गाइस ल हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ हाम्रो बाटो घान्द्रुक साथीहरू हिमाल हेर्नु न एकदमै राम्रो देखेको छ किनकि मैले भ्लग एकछिन टोक्नु भनेको फेरि यहाँ हामी हिजो यता बस पार्कबाट आउनु पर्ने के साथी हिजो हामी अर्कै बस पार्कबाट आएर यस्तो यो बस पार्कको माथि गाउँ हो साथी हेर्न सक्नुहुन्छ बस पार्क त्यहाँ छ किनकि बाटो बन्द भएर अहिले धेरै गाडीहरू छैन यही हो घान्द्रुक गाउँ नजिकैबाट हिमाल देखिन्छ है हेर्न सक्नुहुन्छ गाउँको घरहरू।
ल यति राम्रो नजारा देखाउनै पर्यो होइन साथीहरूलाई। हेर्नु त हाम्रो घर कहाँ छ भने साथी ओ त्यहाँनिर छौ त्यो है हाम्रो घर साथी। हेर्नु गाउँ कति राम्रो देखेछ एकदमै। यहाँ चाहिँ दिदी गाउँमा यसो घुमघाम गर्दै पसल आएको बेला साथीहरू हेर्न सक्नुहुन्छ। यस्तो राम्रो सिन नजारा देखिन्छ साथीहरू है। ल साथीहरू हामी चाहिँ गोठा जान लागेको। अब हजुरहरूलाई गोठमा गएपछि नै देखाउँछौँ है त। हामी चाहिँ अब गोठा जान्छौँ एकछिन अनि वहीँ गएर हजुरहरूलाई हामी के गर्छौँ आज दिनभरि हजुरहरूलाई देखाउँछौँ। हेर्दै गर्नु होला है साथीहरू है। फाइनली साथी भनेको त साथीहरू फाइनली हामी गोठा आयौँ है। ल हेर्न सक्नुहुन्छ हाम्रो गोठ यस्तो रमाइलो छ साथीहरू। मेरो खुट्टा काम्यो बरु लोटेर। ल देख्न सक्नुहुन्छ साथी हाम्रो गोठ यस्तै छ। गोठमा चाहिँ यहाँ चाहिँ बाबाले यहाँ गाई थियो साथीहरू। हाम्रो गाई चाहिँ बाबाले वहाँ तल्लो गोठमा लानुभएको छ हो तल पर। यही हो हाम्रो खेतहरू यिनै हुन् साथीहरू। ल यहाँ हाम्रो सागबारीहरूलाई हेर्न सक्नुहुन्छ साथी। सागबारी भन्नाले मम्मीले छेउमा लाउनु भएको के सागहरू हेर्नु त कति हेर्दै खाउँ छ है सागहरू साथीहरू। हजुरहरूलाई साग चाहिएमा सम्पर्क गर्नु होला है साथीहरू। यही हो साथी त्यो गोठ भयो। यहाँ चाहिँ गाई बान्ने गाई छैन अहिले। गाई तल पर छ। अहिले हामी तल अर्को गोठमा नि गयौँ भने देखाउँछौँ हामीले हजुरहरूलाई। हिमाल त पुरा कुहिरो लाग्छ साथीहरू। वाउ नजारा हेर्न सक्नुहुन्छ साथीहरू। ल साथी अब फेरि हामी अर्को गोठमा जान्छौँ गाईहरू बानेको ठाउँमा। याभन्दा अझै टाइम लाग्छ के साथीहरू वहाँ तल जान त। हामीले हेर्नु त साथीहरू ओ माई गड मेरो मामुले कति राम्रो गरेर। म यहाँ केराउ टिपेर खान्छु है साथी एउटा। सुत्ने बाबा त बिहान नै उठ्नुहुन्छ नि त। अब उहिलेको बुढाबुढीहरू धेरै टाइमसम्म बस्नुहुन्न। ल यही हो साथी हेर्नु त कस्तो राम्रो बनाउनु भएको छ मम्मीले सागहरू है। हाम्रो सागबारी हेर्नु केराउ साथी। मलाई फेरि एकदम मनपर्छ केराउ काँचै खानलाई खानु पर्यो। ल साथीहरू केराउ नि खायो है। बिस्तारै बिस्तारै झर है। यहाँ अलिकति अप्ठ्यारो छ क्या बाटो। ओ साथी हेर्नु न बाटो कस्तो छ साथी। बस्दैन कति राम्रो गीत गाउनु भयो मम्मीले साथीहरू। बिचमा एक्कासी भ्लग स्टार्ट गर्न मन लाग्यो क्या साथीहरू। किनकि मम्मीले एकदमै राम्रो गीत गाउनु भएको थियो। मलाई चाहिँ मन पर्यो मम्मीको गीत। मेरो मम्मीको गीत है हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला साथीहरू। मम्मी दुःखको कुरा सुनाउ न। हाम्रो साथीहरूले नि सुन्नुहुन्छ पहिला हाम्रो गाउँमा कस्तो थियो। अनि चामल पनि कहाँबाट बोकेर लिएर आउनु पर्छ? ल्याउनु पर्छ नाउडाँडाबाट। पोखराबाट चामल बोकेर यहाँ घान्द्रुक आउनुहुन्थ्यो अरे क्या मम्मीहरू साथीहरू। अनि अरूले 2टा मिठाई दिँदा नि 7वटा छोरछोरलाई टुक्रा पारेर बाँडेर दिनुहुन्थ्यो साथी मेरो मम्मीले। तर आमा भन्ने चिज शब्द नै प्यारो छ साथीहरू। ल फाइनली साथीहरू हाम्रो गोठ हेर्न सक्नुहुन्छ साथीहरू। हामी गोठ आयौँ। ल यिन गोठ हेरौँ। हेर्नु साथी हाम्रो डगी
हाम्रो पप्पी हेर्नु साथीहरू ए कति राम्रो होला हेर्नु साथीहरू हाम्रो डगी हेर्न सक्नुहुन्छ गाई त अहिले छोडिदिनु भयो रहेछ बाबाहरूले ल साथीहरू हामी गोठ आयौँ है यस्तै छ हाम्रो गोठ ओ धारा हेर्नु साथी बाबाले कस्तो त्यही ल्याउनु भएको छ खै बाछी ओ माई गड यो दुध राख्छु साथीहरू एकदम हात दुखेर साथीहरू वा साथीहरू हेर्नु त हाम्रो बाछी ओइ काली यहाँ आइज त आऊ हामीलाई चिनेन क्या साथी डरायो यसले ल हेर्नु कालु आऊ यता कति क्युटी गाई हेर्नु त साथीहरू हाम्रो कति क्युटी गाई हेर्नु न कति माया लाग्दो बाछी कति माया लाग्दो बाछी हेर त घाँस देऊ त खान्छ कि खान्न डरायो क्या साथीहरू हामीलाई देख्ने बित्तिकै ल यता त बसिसकेछ नि ओ मम्मी त के हो मम्मी त्यस्तो फत्रकै परेको ल हेर्नु साथीहरू मम्मी अब के पकाउने हो खिर ल साथीहरू हामी चाहिँ घाँस काट्नु जानु लागेको अब टक्क दिदी बहिनी है यति ठुलो आसी मलाई हो आसी लिएर मलाई बढी मात्र साथीहरू अनि भाङ्रा पनि फेरि कस्तो राम्रो थियो मलाई त कसरी यसरी भेट्छ है होइन होला यसरी हो जस्तो लाग्यो भयो आसी फेरि ल साथीहरू अब यहाँ दिदी र म यहाँ पिङ खेल्छौँ अब लहरमा ल हेर्नु है साथीहरू जोगा र यो बालपनको उमेरा होइन अब फेरि कहाँ आउँछ र घुमेर यो 40 वर्षको उमेर भनौँ क्या बरु ल फेरि लोटाउले बिस्तारै किन खेलिनु भनेर मचेको त म छिटो ल भएन यो त भएन ल साथीहरू म जान्छु है त अब हो त्यसरी नि नआउने भएर माथि के मल्छ त धान दिन्छ माथि उसो त्यो घाँसको घाँस मात्रै आउँछ यता जान्न जान्दिन त्यो त भन्ने के हो तिमीले त्यता जान्छ होला ल घाँस मात्रै आउँछ घाँस हारेको कि पिङ खेलेको त्यहाँ घाँस मात्रै आउँछ आमा जाने खेल्न पिङ खेल्न जाने हो आमा छोरीले तान न त्यो घाँसै आउँछ क्या घाँसको लर हो क्या त्यो तान त खेल्ने भनेको फेरि लोटिन्छ कि डर लाग्यो तिमी आउँछौ ल म आउँछु त ल मैले सकिनँ है साथीहरू ल जाऊ त तिमी ओ आमा पिङ खेल्न के हो हुँदैन आमा ल खै दिदीलाई छोडिदेऊ त एकचोटि निउरो पाउनु भयो आमाले फेरि होइन तरकारीको सोच पनि गर्छन् कि साथीहरू ल आमाले निउरो टिपा दिदीले पिङ खेल है ल 1 2 3 गो कस्तो रमाइलो भयो नि त पिङ खेल्न ल 1 2 3 वाट त खुट्टा छोड न खुट्टा